नगरपालिकाका सदस्यज्यूहरू, लेखा अधिकृतज्यू, हाम्रा कर्मचारी साथीहरू र तपाईँ सम्पूर्ण लाभग्राही महानुभावहरूमा सर्वप्रथम यो रत्नमाई नगरपालिकाको तर्फबाट यहाँहरूलाई हार्दिकतापूर्वक स्वागत नमन गर्न चाहन्छु। अहिले कार्यक्रमको पृष्ठभूमिमा धेरै कुराहरू चाहिँ आइसके र प्रवक्ताज्यूले पनि भनिसक्नुभयो। यो रत्नमाई नगरपालिका कृषिको अत्यन्त उर्वर भूमि, जहाँ कृषि र पशुपालनको क्षेत्रमा अत्यन्त धेरै सम्भावना भएको क्षेत्रलाई देखेर नगरपालिकाले कृषि र पशु प्रवर्धन कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। त्यस अन्तर्गत कृषि र पशुलाई चाहिने किसिमका यन्त्रीकरण कार्यक्रमहरूका लागि हामीले करिब 1 करोड 10 लाख रुपियाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेका थियौँ। त्यसमा 50% तपाईँहरूको पनि साझेदारी लगाएर यी यस्ता उपकरणहरू गर्दाखेरि जम्मा 67 लाखमा टेन्डर लाउँदाखेरि बिलोमा 67 लाखमा टेन्डर लाग्यो, जसको प्रति इकाइ मूल्य अघि सुधीर सरले भनिसक्नु भएको छ। त्यो प्रति इकाइ मूल्यमा पर्ने हिसाबले आधा तपाईँहरूको आधा हाम्रो, आधा चाहिँ हिस्सादारीमा दाम्लो तपाईँहरूको भैँसी हाम्रो, अथवा भैँसी हाम्रो दाम्लो हाम्रो भैँसी तपाईँहरूको, त्यसरी चाहिँ हामीले यो चाहिँ कार्यक्रम ल्याएका छौँ। यसलाई यहाँले भरपुर रूपमा चाहिँ सदुपयोग गर्नुपर्नेछ र यो कार्यक्रमलाई हामी आगामी वर्षहरूमा पनि लानेछौँ। र यसको चाहिँ प्राविधिक पक्षको बारेमा यसलाई चाहिँ जोड्ने लगाउने, यसलाई कसरी फिट गर्ने भन्ने विषयमा हाम्रा साथीहरू पनि भित्र हुनुहुन्छ, उहाँहरूले जोड पनि राख्नु भएको छ। त्यसरी फिट हुँदै आउँछ हामी कहाँ, र हजुरहरूले यसलाई चाहिँ उपयोग गर्नुहुनेछ। र यो नगरपालिकाको हातेमालो कार्यक्रममा आधा हिस्सेदारी कार्यक्रममा 50% साझेदारी कार्यक्रममा यहाँहरूले चाहिँ सक्रिय सहभागिता जनाउनु भएको छ। यसका लागि सबैलाई हार्दिकतापूर्वक धन्यवाद दिन चाहन्छु र पुनः यस्तै कार्यक्रमहरू नगरपालिकाले ल्याउनेछन्। र आजको यस कार्यक्रममा उपस्थित भएर यो लिने कार्यक्रममा आइदिनु भयो सम्पूर्णलाई म यो प्रशासनिक कर्मचारी परिवारको तर्फबाट यहाँ सबैलाई हार्दिकतापूर्वक धन्यवाद दिँदै मेरा भनाइ यही अन्त्य गर्छु। हस्त, धन्यवाद, नमस्कार। दर्शकबिन, यहाँलाई यो भिडियो मन परे एकचोटि सब्सक्राइब गरिदिनु होला।